उपाध्यक्ष शान्ता कुमारी आङवाङज्यूलाई रिबन काटेर उद्घाटन सँगै यो पर्दालाई पनि पर्दा पनि खोलिदिनु हुन हार्दिक अनुरोध रिबन काट्ने पहिला रिबन काटौँ न भइहाल्छ ताली तपाईले पढिदिनु पढिदिनु उद्घाटन गर्दै पढ्नुपर्छ त पढ्दिउँ उच्च स्वर मालिक सुन्ने गरी श्रद्धाञ्जली स्वर्गीय रतनशेर आङबुहाङ लिम्बू जन्म विक्रम सम्वत 1963 साल चैत्र 19 गते हाम्पाङ मृत्यु विक्रम सम्वत 1923 साल चैत्र 19 गते हाम्पाङ स्वर्गीय नन्दमाया लुङखिम लिबाङ आङबुहाङ जन्म विक्रम सम्वत 1974 साल वैशाख 1 गते खुक्लिङ दोङजा मिक्वाखोला मृत्यु विक्रम सम्वत 2043 साल वैशाख 1 गते हाम्पाङ ताप्लेजुङ जिल्ला 8 त्रिवेणी गाउँपालिका 3 हाम्पाङ साबिक हाम्पाङ 7 निवासी हाम्रो पूजनीय बुबा स्वर्गीय रतनशेर आङबुहाङ 60 वर्षको उमेरमा असामयिक निधन हुनुभएको र आमा स्वर्गीय नन्दमाया लुङखिम लिबाङ आङबुहाङको 69 वर्षको उमेरमा निधन भएको हुँदा उहाँहरूको पुण्य स्मृतिमा दिवंगत आत्माप्रति चिर शान्ति मिलोस् भनी सम्झनामा निर्माण गरिएको चौतारा फलाइजा परिवारको नामावली छोरा याम बहादुर आङबुहाङ बुहारी भक्तमाया कन्दौवा आङबुहाङ छोरा छोरी स्वर्गीय सावित्री आङबुहाङ छोरी स्वर्गीय सुमित्रा आङबुहाङ नातिनी विष्णु कुमारी आङबुहाङ ज्वाइँ प्रेम बहादुर राई नातिनी विराज आङबुहाङ नातिनी बुहारी अञ्जना पाहिम आङबुहाङ पनातिनी अनमोल हुक्पा चोङबाङ र पनाति नामजिन हाङ आङबुहाङ र पनातिनी नामसाङ हाङ आङबुहाङ पहिलो चौतारा फलाइचा निर्माण मिति विक्रम सम्वत 2045 वैशाख 1 गते र दोस्रो निर्माण विक्रम सम्वत 2042 वैशाख 1 गते 2082 वैशाख 1 गते 2 रोज शुभम धन्यवाद। अब यसै गरी यो बत्ती बाल्दिनु हुन उहाँका स्वर्गीय रतनशेर आङबुहाङ तथा नन्दमाया लुङखिम लिबाङ आङबुहाङका छोरा बुहारी यो चौतारा निर्माणकर्ता आदरणीय भक्त यामबहादुर आङबुहाङ तथा भक्तमाया कन्दौवा आङबुहाङज्यूलाई एक-एकवटा बत्ती बाल्दिनु हुन हार्दिक अनुरोध गर्दछु। दाजु यता तपाईँले यता You right. आन्टी एकछिन त त्यसै गरी माल्यार्पण पनि गरिदिनु हुन तपाईँहरू गर्नु
माल्यार्पण गरिदिनु हुन त्यहाँ मिलाइदिनु न हेमबहादुर आङबाङ तथा भक्तमाया कन्दुङा आङबाङज्यूलाई अनुरोध गर्दछु। प्रमुख अतिथि सभाध्यक्ष अतिथिज्यूहरूलाई पनि माल्यार्पण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। अध्यक्ष र प्रमुख अतिथिले माला छ माला लगाइदिनु। हार्दिक श्रद्धाञ्जली। WhatsApp-मा हुन्छ ल। गाउन लगाउँछु म भजन गायकलाई निमन्त्रणा गर्छु भनेर जानकारी गराउनु भएको थियो। त्यसै गरी त्यसका लागि तयार भएर आउनुभएका आदरणीय सेवासम्म गुरु हंसराज बरुभानज्यूलाई एक तारे बजाएर भजन गाइदिनु हुन हार्दिक अनुरोध गर्दछु। अगाडि नाच्नु पनि पर्यो काका एकछिन अघि एकछिन नचाउनु पर्यो भनेको मेरो बुबा मेरा आमा सर चाहिँ उहाँ चाहिँ सत्यमा थियो अनि उहाँ चाहिँ पहिलो नै सत्यमा पढ्पछि उनीहरूको 1995 सालतिर नै भएको हो र उहाँहरू चाहिँ सधैँ बेलुकी बजाउँथ्यो अनि म बितेर गए तापनि उहाँको सम्झनामा एकबारे चाड चाहिँ बजाएर बजाउनुको लागि हामीले विनम्र अनुरोध गर्छौँ उहाँले Kira si baru enggak setelah baru mau sedikit lambat. Rotan sir angbang nu, nonton maya lungi di bang angbang kunci narahan somsum ku kita ba krek thusun dimba yang mamna ro panggis saya ba ising samba tutup yang ha
र कयो एन शिक्षामा कयो शिक्षामा हिंजाय पिछा साप्ला किन्नी केबाङबा शिक्षामा राङबा पाङबेलाम केदाबा हेबायुमा पामा नुसा खुसा सम्मा चेलिया नालिङे थामेन सिसा मेन्सिन हा हिन्जो पेछा हा केरेक इंगा साइनो अचारको इंगा माngseba कुन्डु लथि अल्ल एन नारायण ओ लथि अब माngseba साबाइंगा भरमा हंसवीर मय खला गाउँपालिका वार्ड नम्बर 1 फटेरी अथवा ख्यागु सिमले लथि किंगा किंबा माngseba साबा एले ताङबा थि इंगा माngseba सिवा खानु कयो भोजन मेते आबेले सामृते आबेले खंगा निवेदन हेलिंगा लथि कयो तुङ चुक्सा निवेदन इंगा भोजन खानु चुकला इला भेदाउने सं मुरी केका सुमी भाङगा किंसन सकी माङ सिवा खानु कुन बहुत माङ सिवा Nugen.